सो हेलो वाट्सअप युट्युब फ्यामिली, इट्स जेकब, सबैलाई सन्चै होला। र म चाहिँ बिहान 8:30 बजे यसो सलुन खोलेर लाइट साइट बाल्दै थिएँ। अनि यताउता अब माछालाई चारा दिएर यसो रेस्ट गरिरहेको थिएँ। अनि आफ्नो मेन भनेको क्लिपरतिर ओइलिङ गर्न चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। र आजको दिनको मेरो सबै भ्लगमा अब कटिङ चाहिँ रेकर्ड गर्न पाएन, र पनि अब सलुनको अपडेट के कस्तो भन्ने चाहिँ म अब तपाईँहरूलाई मेरो सानो मिनी भ्लगमा देखाउँदैछु। र यो चाहिँ हाम्रो मर्निङ क्लास, जहाँ चाहिँ अब हाम्रो क्लासमा स्टुडेन्टहरू धेरै थिए। उहाँहरूको मर्निङ 9 to 10 र भन्ने गर्छ 9 to 10 समथिङ, कहिलेकाहीँ 10:30 पनि जान्छ। र क्लास गराउँदा सँगै उहाँहरू अब थ्योरी मात्रै होइन नि त, प्र्याक्टिकल पनि एकदम इम्पोर्टेन्ट हुन्छ। सो देखाइरहेको थिएँ प्र्याक्टिकल गर्दै, र त्यसैसँगै क्लास पनि सक्यो, खाजासाजा खायो एकछिन यताउता गएर। र क्याराटिन आएको थिएँ, क्याराटिनको लागि ग्लोभ्स लगाएर गर्नुपर्ने हुन्छ। क्याराटिन पनि यताउता गर्दा सकायो। अनि त्यसपछि फेरि हाम्रो बहिनीको हेयर कट गर्नु थियो, हेयर कट गऱ्यो। यसरी नै दिन बित्दै गयो। र यो चाहिँ मेरो आजको थकान महसुस भएको दिन। र पछि पनि भेट्दै गरौँला। सी यू, बाई बाई।